ब्याक टु माई च्यानल। आई होप तपाईँहरू ठिकै हुनुहुन्छ होला। अब चाहिँ आज मेरो ड्युटी छ। अहिले चाहिँ मेरो 11 बजीदेखि चाहिँ मेरो ड्युटी छ। अन्त त्यही भएर चाहिँ म मेकअप के गर्छु ड्युटी जानुभन्दा अगाडि भनेर तपाईँलाई देखाउन आँटेको छु। अहिले चाहिँ भर्खर मैले युज गरेँ गार्नियर भिटामिन सी को यो सिरम युज गरेँ। त्यहाँदेखि अप्लाई गरिसकेपछि चाहिँ निभिया मोइस्चराइजर पनि मैले अप्लाई गरिसकेँ। यो चाहिँ एकदमै राम्रो हुन्छ निभिया मोइस्चराइजर। अन्त यो अप्लाई गरिसकेर एकछिन राखेको सेट हुनु दिएको मोइस्चराइजरले अनुहारमा अलिक एब्जर्ब गरोस् भनेर। अन्त अब चाहिँ म के लाउँछु भनेर तपाईँलाई देखाउँछु। अन्त म चाहिँ अब होटलमा मेरो जब छ, त्यही भएर चाहिँ अलिकति अब आफूलाई प्रेजेन्टेबलै देखाउनुपर्छ नि त। त्यही भएर चाहिँ मैले तपाईँलाई देखाएको के लाउँछु भनेर। अन्त चाहिँ छ म चाहिँ फाउन्डेसन चाहिँ अप्लाई गर्छु ल्याक्मे 925। एकदम दामी हुन्छ फाउन्डेसन हो। त्यहाँदेखि यो चाहिँ 12 आवर्ससम्म बस्छ हो। मेरो चाहिँ सेट हो 180 सेट चाहिँ लाउँछु म। त्यहाँदेखि यो निभिया हाल्यो। अलिकति म डार्कै लाउँछु किनकि आफूभन्दा फेयर देख्नु भन्दाखेरि चाहिँ ठिकै अलिकति डार्क देखेको राम्रो। अन्त म चाहिँ अर्को पनि मिक्स गर्छु। यो चाहिँ हो मामा अर्थको ग्लो सिरम फाउन्डेसन। यो चाहिँ एकदमै दामी हुन्छ। दुईटा मिक्स गरेर चाहिँ लाउँछु म अलिकति। यो चाहिँ हो मेरो मसलालाई चाहिँ अब यसलाई मिलाउनु पर्छ। यो मिक्स गर्यो अन्त चाहिँ मेरो यो सेट निस्किन्छ। दामी खालको सेट निस्किन्छ यो चाहिँ छ। अन्त यो चाहिँ म यहाँ दल्यो, अन्त यहाँ पनि दल्यो, अन्त यो पनि दल्यो, यता पनि दल्यो। अन्त स्पोन चाहिँ म यो युज गर्छु, ब्लेन्डर यो सबै उयो गर्छु। अन्त फाउन्डेसन दल्नुभन्दा अगाडि चाहिँ म यो स्पोन चाहिँ मजाले भिजाएर एकखेप वाटरले भिजाएर चाहिँ अन्त मात्रै ब्लेन्ड गर्छु। दामी ब्लेन्ड हुन्छ नि त। यसले गर्दाखेरि चाहिँ घाँटीमा चाहिँ लाउँदिनँ किनकि मेरो वाइट सर्ट छ कि, त्यही भएर फाउन्डेसन सबै लाग्छ। त्यही भएर घाँटीमा चाहिँ म कहिले पनि युज गर्दिनँ किनकि सर्टमा लाग्यो भने चाहिँ राम्रै देख्दैन। त्यही भएर चाहिँ पुरा जानै साह्रो पर्छ सर्टहरूमा लाग्यो भने। त्यही भएर चाहिँ म युज गर्दिनँ। हेर्नु सक्नुहुन्छ ब्लेन्ड भयो मेरो। अब चाहिँ म लाउँछु ब्लस। ब्लसमा चाहिँ फर्स्टमा म युज गर्छु यो चाहिँ लिपस्टिक हो, ऱ्यान्डम कलर हो। फर्स्टमा यो युज गर्छु, त्यहाँदेखि अलिकति फाउन्डेसन लगाएर त्यसलाई फेरि उयो गर्छु। भित्रदेखि आउनु पऱ्यो नि त। अन्त त्यहाँदेखि चाहिँ हेर्नु सक्नुहुन्छ यसलाई चाहिँ म यसरी नै लाउँछु। पहिला चाहिँ ब्लस चिङमा पनि अहिले तपाईँहरूले यस्तो देख्नुहुँदै होला हो। तर यो यस्तो लगायो भने चाहिँ नि भित्रदेखि अलिकति रेड देख्छ। नरिसाउनु होला, मैले हातले गरिदिएँ किनकि मलाई ब्लस चाहिँ हातले नै मनपर्छ अप्लाई गर्नु। ह्यान्ड राम्रो पनि हुन्छ पनि, दामी ब्लेन्ड भएको जस्तो लाग्छ मलाई। यो लगायो, यो लगायो। फेरि अलिकति मात्रै मिनिमल, अलिकति ट्याक्कै यति मात्रै फाउन्डेसन लिने हो। अन्त फेरि यसलाई कभर गर्नुपर्छ। मलाई चाहिँ लाग्छ कि यो गऱ्यो भने चाहिँ अलिकति भित्रदेखि चाहिँ अलिकति ब्लस मजाले उयो हुन्छ, मजाले नै देख्छ भन्ने लाग्छ मलाई चाहिँ। पहिला चाहिँ म यस्तोहरू केही लाउँथेन। अहिले चाहिँ अब रिसेप्सनमा बस्दाखेरि कहाँ झत्ते भएर बस्नु हो। त्यही भएर चाहिँ म लाउँछु। अब चाहिँ मोस्ट इम्पोर्टेन्ट कम्प्याक्ट। अब चाहिँ मोस्ट इम्पोर्टेन्ट कम्प्याक्ट हो किनकि पहिला चाहिँ मैले एकखेप कम्प्याक्ट लाउनु छोडेको थियो हो।
कम्प्याक्ट लाउनु मैले छोडेको थिएँ किनकि मलाई मन पर्थेन, तर अहिले चाहिँ मैले बुझ्दै जान कम्प्याक्ट लाउनु जरुरी रहेछ किनकि मेकअप राख्नुको लागि, मेकअप बस्नुको लागि, लङ टाइम बस्नुको लागि। मलाई चाहिँ यस्तो छ फेरि, म मेकअपहरू एकखेप गर्छु बिहान, त्यहाँदेखि उता टचअप यस्तोहरू गर्नु मलाई मन पर्दैन, मलाई मेकअपहरू केही गर्नु मन पर्दैन। अरूहरूले त बोक्छ नि त, अब कसैले के भन्छ टचअप अरे के अरे त्यो बोक्छ, म बोक्दिनँ किनकि मलाई पुरा अल्छी लाग्छ त्यो बोक्नुको लागि। त्यही भएर चाहिँ म बोक्दिनँ, त्यही भएर चाहिँ एकखेप गर्छु, मजाले नै गर्छु, त्यस्तो टाइपको हुन्छ। अब पाउडर पनि यसरी के हो मेरो फेरि यो ब्रस हार्ड ब्रस हो, मेरोमा अर्को ब्रस पनि छ, लुज ब्रस पनि छ, अलिकति सफ्ट, मलाई चाहिँ फेरि जमेन त्यो यो अब हुन्छ नि लुज भएर होला, स्मुथ भएर होला कि मलाई मन परेन, किनकि मलाई अलिक हार्ड ब्रसै मनपर्छ। सेकेन्डमा यो स्पोन्ज लियो, म चाहिँ यो बानी हो क्या सेड भएको जस्तै लाग्छ, यो गरी भन्छु। अब यो भयो, हेर्न सक्नुहुन्छ, भयो यो। अब चाहिँ म आइब्रो बनाउँछु। आइब्रो चाहिँ म मेरो यो छ आई स्याडोले बनाउँछु। आई स्याडोको म यो थाहै छैन कसको हो यो आई स्याडो, मैले अनलाइन मगाएको थियो यो, खै थाहै भने लेखेको नि छैन रहेछ त कि। अन्त त्यो चाहिँ म के लाउँछु भन्दाखेरि मेरोमा ब्रस छ सेम खालके, यो ब्रसले चाहिँ म आई स्याडो लाउँछु। यो ब्रसले चाहिँ म आई स्याडो लाउँछु, यो वाला डार्क वालाले, यो चक्लेट वालाले, यो देख्न सक्नुहुन्छ, यो चाहिँ लगायो। अब आइब्रो बनाउँछ, जुगाड हो क्या हो, जुगाड। पेन्सिल पनि पाउँछ कि, तर पेन्सिल चाहिँ मलाई पहिला लाउँथेँ, तर अहिले मन पर्दैन मलाई पेन्सिल। पहिला चाहिँ म पेन्सिलै प्रिफर गर्थेँ, अहिले चाहिँ मलाई किन मन पर्दैन भन्दाखेरि चाहिँ किनकि मलाई मन पर्दैन, लाग्छ नि त। अरे कहना क्या चाहते हो? यस्तै त देख्दै होला, म हाँस्यो त देख्दैछु नि, के गर्नु त ल, त्यस्तै हुन्छ मेकअप गर्दाखेरि गाइस। मेकअप गर्नु पनि एउटा आर्ट हो क्या, आर्ट एउटा कला हो, त्यो चिज चाहिँ मेरोमा कम्ती मात्रै छ। मलाई चाहिँ यो सबै मेकअप चाहिँ मेरो दिदीले सिकाउनु भएको, जुन चाहिँ मेरो आई स्याडोको लागि चाहियो नि त। अब यो भयो, आफ्टर देन चाहिँ म लाउँछु आई स्याडो। आई स्याडो चाहिँ फेरि मेरो यो प्यालेटले लाउँछु। आई स्याडोको लागि चाहिँ मेरोमा छ यो 35 TE30 द सिजन भन्ने छ, मोर्फीको छ। यो चाहिँ मलाई मेरो सबसे ठुलो दिदीले हैदराबादबाट ल्याइदिनु भएको, थ्याङ्क यू सो मच दिदी, तपाईँले ल्याइदिनु भएको उहाँ। अन्त यो चाहिँ यस्तो छ, कुछ यस्तो छ। यो चाहिँ म चाहिँ बेसी युज गर्छु यो वाला सेट, यो किनकि मलाई राम्रो लाग्छ नि त ड्युटीमा, अलिअलि यो लगायो, त्यहाँदेखि गाजर लगाएपछि दामी देख्छ। यो चाहिँ युज गर्दैछु म, अरूहरू त युज गर्नु पाएको छुइनँ किनकि म पार्टीहरूमा गएको छैन, त्यही भएर अरूले युज गरेको छुइनँ। यो गर्छु, त्यहाँदेखि यो बेसी भनेको अरू त मैले बेसी युज गरेको छुइनँ, त्यही भएर हेर्नुहोस् प्यालेट पनि डरलाग्दो खत्रै छ। अब चाहिँ म आई स्याडो पनि हातले युज गर्छु किनकि साँच्ची भनौँ मलाई ब्रसले युज गर्नु हुँदैन, गऱ्यो भने पनि यता उता हुन्छ हो, ब्रसले युज चाहिँ गर्नु हुँदैन। त्यही भएर चाहिँ मैले छोडिदिएको। अब आउनु त आउँदैन, अब के गर्नु, अब कति ट्राई गरेँ, यो ब्रसले पनि ट्राई गरेँ, अर्को ब्रसले पनि ट्राई गरेँ, तर हुँदैन लागि चाहिँ ब्रसले त झन् यता कहाँ लाग्छ मेरो। तर सिक्यो भने सिक्छु होला कि, तर मलाई यस्तो लाग्छ कि जसले मलाई सजिलो हुन्छ नि त्यसले नै मलाई गरेको राम्रो लाग्छ। अरू सिक्नु भन्दाखेरि चाहिँ अब त्यही बात हो नि त, ब्रसले गर्यो भने हातले गर्यो भने लास्टमा गर्नु त पर्नै हो। अन्त बरुभन्दा त ब्रसले गर्दा चाहिँ मलाई सजिलो लाग्छ, ब्रसले गर्दा चाहिँ मलाई अलिकति गाह्रो लाग्छ। अब चाहिँ म आई स्याडो चाहिँ
हेर्नु सक्नुहुन्छ मेरो आई स्याडो भयो। अब यसमा चाहिँ म पतला खालके आइलाइनर लगाउनेवाला छु। यो कम्प्याक्ट चाहिँ सरी मैले भन्नु बिर्सेछु, फिटमीको युज गर्छु म, दामी हुन्छ बेस्ट फिटमीको। पहिलादेखि फिटमीको युज गर्थेँ, बिचमा छोडेको थिएँ, फेरि मलाई के चस्का लागेको थियो बिचमा, अन्त मैले छोडिदिएको थिएँ, फेरि मैले फिटमीकै लगाउन थालेँ। अन्त आई स्याडो चाहिँ म सरी आइलाइनर चाहिँ म मेरो पढौँ भनेको कि तर नामै भेटिसकेछ हो। मैले यो एमजी मार्कबाट किनेको, एमजी मार्कको त्यहाँ फर्स्टको एउटा सप छ, त्यहाँदेखि किनेको, त्यहाँबाट मैले किनेको सरी। अब चाहिँ द्याट्स पर्फेक्ट। आइलाइनर चाहिँ म यसरी लाउँछु। ब्लसको लागि चाहिँ म पाउडर ब्लस युज गर्दिनँ, मलाई आउँदैन युज गर्नु। स्विस ब्युटीको क्रिम इट अप ब्रस भन्ने चाहिँ सरी ब्लसको चाहिँ म यो सिया ब्युटी यही युज गर्छु म चाहिँ, यो एकदम दामी हुन्छ। अन्त अघि मैले ब्लस लगाएको थिएँ नि, त्यो चाहिँ मैले फाउन्डेसनले छोपेँ, किनकि अलिअलि मात्रै त्यो रातो देख्छ नि त यस्तो नाकहरूमा, त्यही भएर। अब चाहिँ यो म जुन चाहिँ लाउँछु नि त्यो चाहिँ हौडे मलाई के हुन्छ, मलाई चाहिँ यस्तो लाग्छ कि त्यो भित्रैदेखि नै अलिकति हुन्छ नि, अलिअलि त्यो ब्लस हुन्छ नि एउटा भित्रैदेखि देख्छ नि त। अन्त हेर्नुहोस् यति लियो। अब चाहिँ म यो नाकभरि लाउँदिनँ, किनकि कपाल खाइदो, कपाल आयो, कपाल यो पनि खासमा चाहिँ मेरो हिजो छुट्टी थियो कि, थर्सडे चाहिँ मेरो विकली अफ हो जहिले पनि, अन्त मेरो हिजो छुट्टी थियो, अन्त त्यही भएर चाहिँ मेरो चाहिँ फ्राइडे चाहिँ जहिले 11 बजी हो नि त, नभए चाहिँ मेरो 8 बजी ड्युटी हो, 8 to 5 हो खासमा चाहिँ। आज चाहिँ मेरो हुन्छ 11 to 8 ब्लेन्ड। यो चाहिँ एकैछिन कपालले डिस्टर्ब गर्यो, कपाल पनि पुरा लामो भइरहेछ मेरो, अस्ति भएर पनि काटेको, फेरि यति छिटो लामो भयो यो पहिला। अब चाहिँ म लाउँछु वान थिङ, मस्कारा चाहिँ म युज गर्छु यो 2 स्टेपवाला ग्ल्याम गडेसको। यो चाहिँ स्टेप लेन्थ, यो चाहिँ दुईटा स्टेप हुन्छ। पहिला चाहिँ यो वाला हुन्छ, यो लगायो, सेकेन्डवाला यो चाहिँ तपाईँको अलिक मोटोवाला हुन्छ। यसले चाहिँ दामी लेन्थ पनि अन्त यस्तो दामी देख्छ मस्काराको, दामी नै देख्छ भनौँ न, एकदम दामी देख्छ यसले, के भन्छ राम्रो खालके बेस पनि दिन्छ, मजाको हुन्छ नि, लङ खालके दिन्छ मस्कारा। अब लाउँछु म, तपाईँहरूलाई लाग्छ होला तर मेरो आइल्यासेस छैन जस्तो कि, तर मेरो छ आइल्यासेस, देखाउँछु म तपाईँलाई। अब सेकेन्ड स्टेप अलिकति सुक्नु दिनुपर्छ, फर्स्ट स्टेपमा छ मेरो मस्कारा आइल्यासेस, यो मस्कारा पनि सुक्यो। अब चाहिँ यो सेकेन्ड स्टेप, हेर्नुहोस् यस्तो मजाले भल्युम बस्छ यसको, त्यो क्लचरहरू पनि लाउनु पर्दैन, यतिकै बसिहाल्छ। अब चाहिँ यो मस्कारा सुक्नु दिउँ, यो जति पनि मैले फैलाएको छु यो सबै थुपारेको यो सबै हालिदिउँ। अन्त लास्ट एउटा स्टेप बाँकी छ, तर म यो पहिला मजाले सुकिहालोस्, अन्त मात्रै अर्को स्टेप यो मस्कारा सुकिहालोस्, नभए म भुट्ने जस्तै देख्छु। मैले जति पनि यो फैलाएको छु यो समेटिहाल्छु। अब चाहिँ मेरो बन पनि बान्ने बेला भयो, के गर्नु बन पनि बान्नै पर्छ। यो चाहिँ मेरो फेस टवल, यो चाहिँ म यता राखिरहेको छु। यो भिडियो चाहिँ लङ हुँदै जाँदैछ तर केही छैन,
कोही बात नहीं, मुर्गीका दाँत नै लट्ट पनि यस्तो पर्छ कि मेरो फेरि यो कपालमा चाहिँ। तर के गर्नु, म चाहिँ अलिकति तलै बनाउनु प्रिफर गर्छु बन चाहिँ, किनकि माथि मलाई एकदमै मन पर्दैन। ठिकैको अब बेसी उपर तल पनि होइन, ठिकैको हुन्छ नि, त्यस्तो म प्रिफर गर्छु। कपाल बान्नु चाहिँ मलाई यस्तो डरलाग्दो साह्रो पर्छ कि। अब यो बन्द भयो होइन, यसमा लगाउनुपर्छ नेट। छ सेटिङ स्प्रे चाहिँ म सरी मेकअप फिक्सर नेचुरल भन्ने युज गर्छु। यो पनि स्विस ब्युटीकै हो, मैले फ्लिपकार्टबाट अर्डर दिएको। यो पनि एकदम दामी प्रोडक्ट, दामी हुन्छ। एकछिन अलिकति कपाल मिलाउँ। यसरी लाग्छ तल। नभए चाहिँ अगाडि मस्कारा। अब चाहिँ लास्ट वान टीका। यो चाहिँ म किन लाउँछु भन्दाखेरि चाहिँ सानैदेखिकै लगायो हो, स्कुल पढ्दाखेरि पनि लाउँथेँ। लिपस्टिक चाहिँ म युज गर्छु, मैले अनलाइनबाट मगाएको है। अनलाइन, यो चाहिँ अनलाइनबाट मगाएको। यो चाहिँ मैले मगाएको छु नि, यो चाहिँ हेर्नु सक्नुहुन्छ खत्तम हुन। यो चाहिँ म्याट हो, यो चाहिँ मेबिलिनको हो। यो चाहिँ सेट तपाईँको 677 हो, 6 चाहिँ सरी सेट। म चाहिँ मिक्स गरेर लाउँछु। यो चाहिँ ओके, यो भयो। अन्त यसमा चाहिँ म म्याट पनि थप्छु, किनकि यो चाहिँ मैले लिपस्टिक पनि लगाइसकेको छु, हेर्नु सक्नुहुन्छ। यो चाहिँ मैले दुईवटा किन सेट युज गरेको भने म खाइपठाइहाल्छु। आजको मेरो भिडियो मन पर्यो भने चाहिँ प्लिज लाइक, सेयर, सब्सक्राइब माई च्यानल।